सबैलाई नमस्कार। आज म तपाईहरुलाई सेजवान चटनी बनाएर देखाउँदैछु। कराईमा आवश्यकता अनुसार तेल लिइसकेपछि राम्रोसँग तेल गरम हुन दिने। तेल हिट भइसकेपछि चप गरेको गार्लिक हाल्ने। अब लसुन ब्राउन भइसकेपछि चप गरेको जिन्जर हाल्ने। अब बोइल गरेर मिक्सरमा पिसेको रेशम पत्ताको पेस्ट हाल्ने। अब यसलाई राम्रोसँग चलाउने। सेलरी पत्ता हाम्रो आयो नुन यति नुन हाल्दै अनि यो व्हाइट पेपर ल यो थोरै खुर्सानी आयो थोरै नुन आयो त्यो सेलरी पत्ता आइसक्यो। हाम्रो यो बन्दैछ सिजन चटनी। हेलो गाइस, हेर्नुहोस् यो हाम्रो सिजन चटनी। यो बनाएको एक नम्बर हुन्छ र यसरी बनाएको धेरै राम्रो हुन्छ। यो कडाईमा एकदम तेल पनि छ, यस्तो बनाएको एकदम राम्रो हुन्छ, पिरो हुँदैन। गाइस यो हो हाम्रो एक नम्बर होटलको चटनी। यो सबमा काम आउँछ, एकदम टेस्टी पनि हुन्छ र खानाको लागि बेस्ट पनि हुन्छ। आउनुहोस् तपाईहरु र खानुहोस्।